टप टप 3 मा छौँ है हामी। टप 3 को लास्ट कम्पिटिसन देख्न पाइएको छ, एकदम खतरा कम्पिटिसन। टप 3 को कम्पिटिसन देख्न पाइएको छ। सोझो होइन होला, सोझोको टिम 21 एलिमिनेसन पुऱ्याइसकेको टिमले अझै स्टिल 3 अलाइभ्स भन्नुपर्ने हुन्छ, 4 जनै हुनुहुन्छ। अनि ओजीको कुरा गरौँ त ओजीमा पनि 4 जना, सरी भेक्सोको टिममा 3 जना हुनुहुन्छ भनेदेखि ओजीको टिममा 4 जना हुनुहुन्छ। 4 जनामा 6 एलिमिनेसन त साथीले निकालिसक्नु भयो, सी डुओमा कन्भर्ट भइसक्नु भयो। 9 जना प्लेयर देख्न सक्छौँ हामी, 4 3 7 7 2 9 जना प्लेयर। मलाई नि एड गरौँ न हो आमला कोही नि एकछिन रुक है, यस्तो हो नि भाइ, एकछिनमा भन्छु म, त्यो रुक है, एकछिन रुक। यो नाइट बटले के लेख्छ यार, मैले के सेट गरेको छु हो नाइट बटलाई, यो एकछिन रुक है। ओ माई गस, इजीको टिम डुओमा कन्भर्ट भएको राम्रो एलिमिनेसन निकाल्यो टिमले, डुओमा कन्भर्टेड भइसक्यो, टिम पनि डुओमा कन्भर्ट भइसक्यो। सोझोको टिम 21-22 एलिमिनेसन निकालेको टिमलाई लबीबाट बाहिर निकाल्न सफल भयो सीईको टिमले। अनि 6 एलिमिनेसन छ, अब सीई भर्सेस ओजीलाई देख्न सक्छौँ। ओजीमा 4 जना प्लेयर हुनुहुन्छ, सरी डुओमा कन्भर्ट भइसक्नु भयो रहेछ ओजी पनि, कहिले काहीँ ल म्याच हेज बिन एन्डेड भन्नुपर्ने हुन्छ, म्याच हेज एन्डेड। चिकन आज धेरै समय पछाडि चिकन आयो ओजीको टिमलाई, सेकेन्डमा रहेको छ सीईको टिम, थर्डमा रहेको छ इजीको टिमलाई लास्टमा ब्याड लक लाग्यो।